साझा पुरस्कार 2078 को बारे हेरौँ। यो ल्याटेस्ट नै रहेको छ। यसमा हामीले के बुझ्नु पर्यो भने 2081 को लागि यो प्रदान नै गरिएको छैन। त्यसो भए 2079 मा पनि गरिएन, 79 मा पनि गरिएन। गरिएको हो भन्दा साझा पुरस्कार 2078 मा गरिएको हो। अब हेरौँ, यो कसलाई प्रदान गरियो भने प्रा नीलमणि ढुङ्गानालाई प्रदान गरियो। अब के को लागि भनेको उहाँ व्युत्पत्तिमूलक सांस्कृतिक नेपाली शब्दकोशका लागि भनेको उहाँलाई प्रदान गरियो। अब यसको राशि भन्दाखेरि कति रहेको छ? यसको राशि भनेको जम्मा कति रुपियाँ रहेको छ भन्दाखेरि 50,000 रुपियाँ रहेको छ। 50,000। अब यसको साझा पुरस्कारको स्थापना कहिले भएको? साझा पुरस्कारको स्थापना भनेको कहिले भन्दाखेरि 2026 मा भएको हो। अब भवन कीर्ति रत्न पुरस्कारको बारेमा हेरौँ। भवन रत्न पुरस्कार जुन कीर्ति रत्न पुरस्कार रहेको छ, यो कसलाई प्रदान गरियो? यो भनेको महावीर पुनलाई प्रदान गरिएको हो। महावीर पुनलाई। उहाँलाई नचिन्ने कोही पनि हुनुहुन्न जस्तो मलाई लाग्छ। त्यसो भए राष्ट्रिय आविष्कार उहाँ भनेको को? उहाँ भनेको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन्। अब भवन कीर्ति रत्न पुरस्कार रहेको छ भने नाम पनि कस्तो? भवन, होइन हो। यसको राशि कति रहेको छ? यसको राशि भनेको 1 करोड रुपियाँ रहेको छ। 1 करोड रहेको छ।